नमस्कार सबैजनालाई। स्वागत छ यहाँहरूलाई आजको अनलाइन कक्षामा। आज अलिकति ढिलो पनि भयो है, यो ट्राफिकमा ठ्याक्कै फसेर। हामी शिक्षाको राष्ट्रिय शिक्षा प्रणाली भनेको थिएँ। तपाईँलाई मूल्याङ्कनमा जुन लेटर ग्रेडिङ छ त्यसमा केही समस्या छ अझै भन्नुपर्छ कि कसो भन्नु त? लेटर ग्रेडिङको कुरा हजुरहरूले सोध्दै हुनुहुन्थ्यो। मैले भनेको थिएँ आज भन्छु भनेर। अब हेर्नु, यसमा केही त्यस्तो खासै छैन। तपाईँले ठ्याक्कै एउटा के सम्झिनु, 90 र 90 र सोभन्दा माथि, त्यसपछि 80 र सोभन्दा माथि, तर यहाँ 90 छ भने 90 भन्दा कम। अब त्यसो भए यहाँ 70 देखि कति 80, त 70 र सोभन्दा माथि, 80 भन्दा कम। अब त्यसपछि 60 आउँछ, 60 र सोभन्दा माथि, 70 भन्दा कम। त्यसपछि 50 आउँछ भने 50 र सोभन्दा माथि, 60 भन्दा कम। त्यसपछि 40 आउँछ भने 40 र सोभन्दा माथि, 50 भन्दा कम। अब यहाँ एउटा 35 देखि 40 सम्म र अर्को 35 भन्दा कमको कुरा छ, हैन? त्यसपछि यो भइसकेपछि अब ठ्याक्कै हेर्नु, यसैको तपाईँले के बुझ्नुहुन्छ? स्तरीकृत अङ्क भन्छ यसलाई। मैले भनेको थिएँ 40, 4 4 घटाउँदै जानु, 32, 28, 24, 20 अनि 16 र यो केही छैन, यो बीचमा दशमलव दिइहाल्नु। यो भइसकेपछि तपाईँलाई अरू के हुन्छ? यसलाई जिपिए भन्छ। ए प्लस ए, बी प्लस बी, सी प्लस सी। यो छ, यो एनजी छ। यसैलाई के भनेको छ व्याख्या गर्दा? ओइ भिज छौ सावनमा। अब यो भनेको आउटस्ट्यान्डिङ हो, आउटस्ट्यान्डिङ। यसलाई एक्सेलेन्ट भन्छ। यो भेरी गुड हो र यो गुड हो। यसलाई सेटिस्फ्याक्टरी भन्छ, सेटिस्फ्याक्टरी। यो एक्सेप्टेबल हो। यसलाई बेसिक भन्छ र यो नट ग्रेडेड हो। अब यसमा आउटस्ट्यान्डिङ भन्नु सर्वोत्तम हुन्छ, यो भनेको अति उत्तम हुन्छ, अति उत्तम। यो दुईटामा भेरी गुड लामो छ, त्यसैले उत्कृष्ट हुन्छ। यो सानो छ, त्यसैले उत्तम हुन्छ। सेटिस्फ्याक्ट्रीको अर्थ सन्तोषजनक हुन्छ। यो भनेको गाह्य हो, यसलाई आधारभूत भन्छ र यसमा अवर्गीकृत हुन्छ। यही कुरा म हिजो भनेथे। यसमा हजुरलाई क्वेसन के सोध्छ हेर्नु, हजुरलाई क्वेसन सोध्छ, यो कहाँ गयो, उडिहाल्यो। यसमा हजुरलाई क्वेसन के सोध्छ, एउटा भन्छ कि 70 देखि 80 सम्म कुनमा पर्छ, त यो भनेको स्तरीकृत अङ्क, स्तरीकृत अङ्क भन्छ यसलाई। यो भनेको जिपिए, ग्रेड पोइन्ट एभरेज। यो भनेको व्याख्या। यो भनेको के हो?
उपलब्धि प्रतिशत हो। नेपालीमा कसरी याद गर्ने? ओके, हेर्नु मैले के भने हजुरलाई, नट ग्रेड भन्नु, अवर्गीकृत भन्नु ट्रान्सलेसन छ। बेसिकको आधारभूत यो हैन, ट्रान्सलेसनै हो। एक्सेप्टेबललाई गाह्य भन्नु, स्वीकार्य भन्नु, यो पनि ट्रान्सलेटै छ। सेटिस्फ्याक्ट्रीको मतलब सन्तोषजनक हुन्छ, मिनिङै भइहाल्यो। मेन यो दुईवटामा समस्या छ र यो दुईवटामा छ। अति उत्तम र सर्वोत्तममा सबभन्दा बेस्ट सर्वोत्तम हुन्छ। त्यसैले एक्सेलेन्ट भन्दा पनि आउटस्ट्यान्डिङ बेस्ट मानिन्छ। त सर्वोत्तम र अति उत्तम यो दुईटाको फरक थाहा लागिहाल्यो। यो दुईवटामा हजुरले के गर्नु, गुड थोरै छ, भेरी गुड धेरै छ। त्यसैले गुड भनेको उत्तम हो, उत्तममा थोरै छ नि त, तीनवटा मात्रै वर्ड हो। भेरी गुडमा धेरै लामो छ, उत्कृष्ट पनि धेरै लामो छ। त्यसैले उत्कृष्ट पहिला कि उत्तम पहिला भन्यो भने उत्कृष्ट, त्यसपछि उत्तम। यसरी सम्झँदा हुन्छ है। ल, यसमा केही समस्या छैन भने अगाडि बढौँ हामी। पढ्न धेरै छ। नेपालको राष्ट्रिय शिक्षा प्रणालीमा तपाईँको अब मौलिक हकदेखि लिएर होइन, राज्यका नीति, त्यसपछि निर्देशक सिद्धान्त, नागरिकका कर्तव्य, यो सबै हेर्नुपर्छ। नेपालको राष्ट्रिय प्रणाली। अब यसमा पहिला सबभन्दा पहिला हामीले हेर्नुपर्ने नेपालको संविधान। सोध्ने क्वेसन मात्रै भन्छु म। नेपालको संविधान सबभन्दा पहिला जारीको कुरा आउँछ भने 2072 असोज भनेको 6 महिना 3 गते। त्यसैले हामी नेपालमा संविधान दिवस कहिले मनाउँछौ भन्यो भने असोज 3 गते। यो संशोधन कति पटक? 2 पटक। पहिलो संशोधन र दोस्रो संशोधन। पहिलो संशोधन कहिले भयो? 2072 साल छँदै थियो, 11 महिनाको 16 गते भयो। यसमा के संशोधन भयो भन्यो भने धारा 42, 42 दुना 84 र 2 जोडियो भने 286, यति धारा संशोधन भएको छ। दोस्रो संशोधन कहिले भयो? 2077 साल 3 को महिना 4 गते। यसमा के भयो संशोधन भन्यो भने अनुसूची। कति? 3। यो 3 भित्र के छ? निशान छाप छ। यो तपाईले बुझ्नै पर्यो। नेपालको संविधान, अहिलेको संविधानको नाम के छ भन्यो भने नेपालको संविधान हो। अब नेपालको संविधान छ, यहाँ कोष्टमा 2072 हो। त्यसैले नाम भन्यो भने नेपालको संविधान मात्रै छ। कहिले जारी भयो? 2072 मा। त्यसैले कमा दिएर 2072 लेखेको हुन्छ है। त्यसपछि हामीले बुझ्नुपर्ने यसमा जम्मा अनुसूची कतिवटा? जम्मा अनुसूची 9। त्यसपछि भाग कति? 35। त्यसपछि धारा कति? धारा कति त? 308। यो कमन कुरा बुझ्नु पर्यो। अब हामीलाई अर्को के बुझ्नु पर्यो? अनुसूची 1 2 3 4 5 6 7 8 9। एकमा के छ? राष्ट्र झण्डा। पहिला झण्डा हुन्छ अनि राष्ट्रगान हुन्छ। त्यसपछि 3 मा के छ? निशान छाप। 4 मा के छ? प्रदेशका सम्बन्धित जिल्ला छ। 5 मा संघको अधिकार। संघको अधिकार। 6 मा प्रदेशको। 7 मा संघ र प्रदेशको।
आठमा स्थानीय तहको र नौमा सङ्घ प्रदेश र स्थानीय तह। सङ्घ प्रदेश र स्थानीय तह। अब सङ्घको अधिकार कतिवटा? 35वटा। प्रदेशको अधिकार कतिवटा? 21वटा। सङ्घ प्रदेशको कतिवटा? 25वटा। तहको कतिवटा? 22वटा। सङ्घ प्रदेश र स्थानीय तहको कतिवटा भन्यो भने 15वटा। अर्को कुरा हामीले बुझ्नुपर्ने, यति भइसकेपछि अब मौलिक हक, मौलिक हक कति भागमा छ भन्यो भने भाग 3मा। भाग 3मा। त्यसपछि कति धारामा छ भन्यो भने धारा 16 देखि 46सम्म। मौलिक हक जम्मा कतिवटा भन्यो भने 31वटा। 31वटा है त। अजयजी, यो युनिट 1 पढाइरहेको छु। तपाईँ अहिलेसम्म सिलेबस हेर्नु भएको छ कि छैन? अहिलेसम्म सिलेबस हेर्नु भएको छैन? अर्को कुरा, प्रवेश पत्र पनि आज अब तपाईँ प्रिन्ट गर्न सक्नुहुन्छ। आजै सूचना आयो, हेर्नु भएको होला र सेन्टर पनि निस्किहाल्यो। त्यसैले प्रवेश पत्र निकालेर प्रिन्ट आउट गरेर सेन्टर पनि गर्दै गर्नु हैन। हेर्दै गर्नु, अब जनकपुरमा छ कि वीरगन्जमा छ, कता छ है। ल ल, एकाएक है। यति भयो भन्नु त, हटाउ यसलाई। नबेल किशोरजी, युनिट 12 सकेको छैन भने ठिकै छ, यो अब सकाउन दिनु, त्यसपछि सकाइदिन्छु है त। युनिट 12मा खासै छैन, एक दिनमा सकिहाल्छ, केही छैन त्यस्तो। युनिट 12 भइहाल्छ। यो अलिकति लामो टपिक थियो अनि ठ्याक्कै सबैजनाको होइन एट्र्याक्सन पनि यसैमा थियो। अजयजीको जनकपुर छ, ल ल ठिकै छ। सबैजना आफ्नो आफ्नो सेन्टर हेर्नु, त्यसपछि रोल नम्बर हेर्नु, प्रिन्ट आउट गर्नु र मजाले अब 1 हप्ता छ, 1 हप्ता तयारी गर्नुहोस्, त्यसपछि भइहाल्छ है त। पहिलो संशोधन यसमा यस्तो छ कि मेन तपाईँलाई अब संशोधनहरू त त्यस्तो खासै नसोध्नु पर्ने हो यतातिर, किनकि यसमा मेन सोध्ने शिक्षाको हक छ। तर पनि हेर्नु, 2072 साल असोज महिनाको 3 गते संविधान जारी भयो। जारी भइसकेपछि यसको दुईटा संशोधन भयो। यो 72/6 को 3 6 महिना 3 गते भएकोमा यही 72 को 11 महिना 16 गते फाल्गुनको 16 गते संशोधन भयो। त्यसमा धारा 42 संशोधन भएको छ। अर्को 84 संशोधन भएको छ र एउटा 286 संशोधन भएको छ। भनाइको मतलब कुन कुन धारा संशोधन भयो त 3वटा भयो। यो 308 धारा मध्येको 3वटा धारा संशोधन भयो, एउटा 42, अर्को 84 र अर्को 286। दोस्रोमा के भयो? अनुसूची 3 संशोधन भयो। अनुसूची 3मा यो निशान छाप सम्बन्धी कुरा चेन्ज भयो। ठिक छ। सुन्दरमजी के भन्नुहुन्छ? मधेसको कब आउँछ? के हो यो मतलब? ल भयो सीताजी, कन्फ्युज त भएन नि अब? हस्, मौलिक हक हेरौँ। 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 34, 35, 36,
सैंतीस, 38, 39, 40, 41, 42, 43, 44, 45, 46। अब हजुरले के बुझ्नु पर्यो, यस फोर यन हुन्छ। स स स स न, अ या नि छु स, धा सु गो सो स्व, धा सु गो सो स्व, सी भा रो स्र स्वा, खाद आम वाद, ज्येष्ठ सा सा उदेशम। सबै लेख नलेख हुँदा पनि हुन्छ, तपाईँले बुझ्दा भइहाल्यो। सम्मानपूर्वक बाँच्न पाउने हक, हैन। यसमा जे इम्पोर्टेन्ट छ ठ्याक्कै म तपाईँलाई त्यो भनिदिन्छु, र त्यहीबाट क्वेसन पनि आउँछ है। त्यसमा खासै बुझ्नु पर्ने त्यस्तो हैन। सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सञ्चार सम्बन्धी हक, न्याय सम्बन्धी हक। 20 वटा याद गर्नुहोस्। यस फोर यन, यस फोर यन। अपराध पीडितको हक, यातना विरुद्धको हक, निवारण नजरबन्द विरुद्धको हक, छुवाछुत सम्बन्धी हक, सम्पत्तिको हक। 25मा धार्मिक स्वतन्त्रताको हक, सूचना सञ्चारको हक, गोपनीयताको हक, शोषण विरुद्धको हक, स्वास्थ्य सम्बन्धी हक। 30मा शिक्षा सम्बन्धी हक, VVI। अहिले पनि यही सोधेको थियो माविमा है। भाषा संस्कृतिको हक, रोजगारीको हक, श्रम सम्बन्धी हक, स्वास्थ्य सम्बन्धी हक। 35मा खाद्य सम्बन्धी हक, आवासको हक, महिलाको हक, बालबालिकाको हक, दलितको हक। 40मा ज्येष्ठ नागरिकको हक, सामाजिक न्याय, सामाजिक सुरक्षा, उपभोक्ता सम्बन्धी हक, देश निकाला विरुद्धको हक, संवैधानिक उपचारको हक। 46मा यो मध्ये एउटा तपाईँलाई हेर्नु पर्यो, शिक्षा सम्बन्धी हक। अर्को हेर्नु पर्यो महिला सम्बन्धी हक। अर्को हेर्नु पर्यो बालबालिकाको हक र दलितको हक। यति हामी पढ्छौँ है। यति ठिक छ नि? केही समस्या छ भने भन्नुहोस्। ल, अब हेर्नु, पहिलो हेर्नु तपाईँ 31मा। धारा 31मा बुझ्नुपर्ने कुरा के हो, यो एकदमै इम्पोर्टेन्ट छ। धारा 31मा शिक्षा सम्बन्धी हक छ। शिक्षा सम्बन्धी हक। अब यो शिक्षा सम्बन्धी हकमा उपधारा कतिवटा भनेर तपाईँलाई सोध्छ? 5वटा। हेर्नु, 1 नम्बरमा के छ? प्रत्येक नेपाली नागरिकलाई आधारभूत शिक्षामा, आधारभूत शिक्षामा, आधारभूत शिक्षामा पहुँचको हक हुनेछ। पहुँचको हक हुनेछ। 2 नम्बरमा के छ? आधारभूत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक शिक्षा निशुल्क। 3 नम्बरमा के छ? अपाङ्ग र आर्थिक रूपले विपन्न नागरिक कानुन बमोजिम निशुल्क उच्च शिक्षा।
चार नम्बरमा के छ? दृष्टिविहीनलाई ब्रेल लिपि तथा बहिरा र बोलाइ सम्बन्धी समस्या भएका नागरिकलाई साङ्केतिक साङ्केतिक लिपिको माध्यमबाट शिक्षा दिने। पाँच नम्बरमा प्रत्येक नेपाली समुदायलाई मातृभाषामा पढ्न पाउने र शैक्षिक संस्था खोल्न पाउने। तपाईँले दुई तिनवटा कुरा यसमा बुझ्नु पर्यो। यसमा प्रत्येक नागरिक छ, यो चारसम्ममा नेपाली नागरिकको कुरा गरेको छ, जबकि यो पाँच नम्बरमा समुदायको कुरा गरेको छ है। नेपाली समुदाय पाँच नम्बरमा कुरा गरेको छ, एकदेखि चारसम्म नेपाली नागरिकको कुरा गरेको छ। तपाईँलाई हेर्दा यो पाँचवटा बुलेट मात्रै लाग्छ, तर घुमाइ घुमाइ क्वेसन र गल्ती पनि हुन्छ। त्यसैले यो धेरै हेर्नु, म बिबिआई लेखिदिएँ है। माविमा पनि यहीँबाट क्वेसन आएको थियो। एउटा यो हेर्नुहोस्, अर्को हजुरले के हेर्नु ठ्याक्कै, महिलामा खासै त्यस्तो त हेर्नु पर्दैन। महिलालाई धारा 38 छ नि त, धारा 38मा महिला सम्बन्धी हक, महिला सम्बन्धी महिलाको हक दिँदा पनि हुन्छ। महिलाको हक वा महिला सम्बन्धी हक होइन, महिलाको हक। यसमा महिलालाई केमा, एउटा शिक्षामा, अर्को स्वास्थ्यमा, स्वा, त्यसपछि रोजगारीमा, त्यसपछि केमा, शिक्षा भयो, स्वास्थ्य भइहाल्यो, त्यसपछि रोजगारी भइहाल्यो हैन, र अर्को के भयो, सामाजिक सुरक्षा र सामाजिक सुरक्षा। यो सबैमा यो चारवटा कुरामा के गर्नु पर्यो, सकारात्मक विभेदका अनुसार सुरक्षा मतलब सुविधा दिनु पर्यो। अर्को तपाईँलाई यहाँबाट एउटा अर्को क्वेसन के सोध्छ, सम्पत्ति र पारिवारिक मामलामा, सम्पत्ति र पारिवारिक मामलामा दम्पतिको समान हक हुनेछ। यहाँ हेर्नु, यो किन सोध्छ, सम्पत्ति भन्ने बित्तिकै तपाईँ सम्पत्तिको हक होला लाग्छ, तर यहाँ दम्पत्ति आउने बित्तिकै यो महिला सम्बन्धी हक हो भनेर बुझ्नुहोस्। 39 किन इम्पोर्टेन्ट छ, 39मा बालबालिका सम्बन्धी हक छ। बालबालिका सम्बन्धी हकमा तपाईँले क्वेसन के सोध्छ कि बालबालिकालाई केबाट शिक्षा र स्वास्थ्य, त एउटा व्यक्तिबाट र अर्को परिवार, एउटा व्यक्तिबाट व्यक्ति भइहाल्यो, राज्य हुनुपर्ने, व्यक्ति र राज्यबाट के हुनुपर्छ, स्वास्थ्य, शिक्षा, त्यसपछि पोषण पोषण हैन,
आदि कुराहरू के हुनु पर्यो? कसबाट भन्छ तपाईँले? कसबाट? त व्यक्ति र राज्यबाट, वा परिवार र राज्यबाट है। योभन्दा पनि वर्ड, परिवार र राज्यबाट, परिवार र राज्यबाट। एउटा यो हेर्नु पर्यो। बालबालिका सम्बन्धी भइसकेपछि तपाईँलाई दलितको हकमा बिर्सनै नहुने धारा हो यो, धारा 40। यहाँबाट सोध्छ के हेर्नु, यसमा दलितको हक छ नि त। अब दलितको हकमा हजुरलाई एउटा कुरा मात्रै हो, के छ भने प्राथमिकदेखि उच्च शिक्षासम्म दलित विद्यार्थीलाई, दलित विद्यार्थीलाई प्राथमिक तहदेखि, प्राथमिक तहदेखि दलित विद्यार्थीलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म, ल, दलित विद्यार्थीलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म कानुन बमोजिम, कानुन बमोजिम छात्रवृत्ति सहितको, है त, कानुन बमोजिम छात्रवृत्ति सहितको निशुल्क, सबै कुरा निशुल्क भनेको हो, यतिमा तपाईँ बुझिहाल्नुहुन्छ। अब बुझ्नुपर्ने कुरा के हो भने दलित विद्यार्थीलाई मात्रै उच्च शिक्षासम्म महिलाको लागि कति पर्सेन्ट छुट्याइएको छ, यो तपाईँ नियमावलीमा पढ्नुहुन्छ। महिलाको लागि 33% छुट्याइएको छ। आदिवासी जनजातिको महिलाको 33%, आदिवासी जनजाति 27%, त्यसपछि मधेसीको 22%, अब दलितको 9%, त्यसपछि एउटा 5% र अर्को के 4%। अब हेर्नु, यो 33% भनेको महिलाको लागि, 27% आदिवासी जनजातिको लागि, आदिवासी जनजाति, त्यसपछि 22% मधेसीको लागि, त्यसपछि 9% केमा दलितमा। अब यो 5 र 4मा, 5 भनेको अपाङ्गको लागि, 4 भनेको पिछडिएको लागि, पिछडिएको क्षेत्रको लागि। यहाँबाट तपाईँलाई सोध्ने क्वेसन यो महिलामा पनि दुईवटा छ। यदि ऊ दलित महिला छ, दलित महिला छ भने 3%, यदि ऊ मुस्लिम महिला छ भने 2% है। यसरी सोध्छ क्वेसन, तर यो नियमावलीको कुरा हो। ल, त्यो पनि मैले डाटा तपाईँलाई अहिले नै लेखाइदिएँ। यतिसम्म ओके छ भने अर्कोमा जाउँ हामी है। ल, अब के बुझ्नु पर्यो हामीले? भाग 4, भाग 3मा मौलिक हक, भाग 4मा के छ? एकछिन एउटा कुरा गरिहालौँ, त्यसपछि जाउँला भाग 4मा। एउटा धारा 48 को कुरा गरौँ। धारा 48 मा के छ? नागरिकका कर्तव्य। कतिवटा भन्यो भने 4वटा। त्यो नागरिकका कर्तव्य रासँग के छ त? रासा छ, रासँग रासा छ। अब राष्ट्रप्रति निष्ठावान हुँदै, निष्ठावान हुँदै राष्ट्रिय एकता, भौगोलिक अखण्डता, को के गर्ने? रक्षा गर्ने। त्यसपछि
संविधान तथा कानूनको पालना गर्ने। संविधान तथा कानूनको पालना गर्ने। अब राज्यले चाहेको बखत सेवा गर्ने। सार्वजनिक सम्पत्तिको रक्षा गर्ने। यो भनेको के हो? हरेक नागरिकको कर्तव्य हो। भाग चारमा भाग चार भाग चारमा के छ? राज्यका निर्देशक सिद्धान्त भनियो भने राज्यका निर्देशक सिद्धान्त भनियो भने कतिवटा? चारवटा। धारा कतिमा भनियो भने 50 मा। त्यो के हो? रासा आन भनेको हो अन्तर्राष्ट्रिय उद्देश्य, राजनैतिक उद्देश्य, सामाजिक तथा सांस्कृतिक उद्देश्य र आर्थिक उद्देश्य एवं अन्तर्राष्ट्रिय उद्देश्य। त्यसपछि धारा 51 के छ? राज्यका नीतिहरू। कतिवटा? 13वटा। त्यो 13वटा कुन कुन हो? 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 र 13। रा, रा, सा, आ, क्री, बी, ना, स्र, सा, न, या, प, अ। राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति, सामाजिक सांस्कृतिक सम्बन्धी नीति, आर्थिक रारा सा अ है, यो अ होला एकछिन। अ अर्थ तथा उद्योग वाणिज्य सम्बन्धी नीति, कृषि तथा भूमि सुधार सम्बन्धी नीति, त्यसपछि तपाईँको विकास सम्बन्धी नीति। अब प्राकृतिक स्रोत साधन सम्बन्धी नीति, नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीति। तर यसमा यो 1, 2, 3, 4 छैन, यसलाई मेटाऊ है। यो जसरी सोध्छ त्यसरी नै पढौँ। क, ख, ग, घ, अङ्ग, च, छ, ज। हुन 13वटा छ, तर क ख ग घ गरेर दिएको छ। क ख ग घ अङ्ग, च छ ज, झ, या, च, ठ र ड। धेरै सोध्ने क्वेसन नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीतिको कतिमा छ? त जमा छ। यसमा कतिवटा उपनीति छ भनियो भने 15वटा। त्यो 15वटाबाट के सोध्छ? 15वटाबाट तपाईँलाई सोध्छ कुरा यो कि सामुदायिक सिकाइ, त्यसपछि पुस्तकालयहरूको स्थापना गर्ने हैन, नागरिक विकासका लागि कुन नीतिभित्र पर्छ त? नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीतिभित्र पर्छ। अर्को कुरा तपाईँको यहाँबाट अब राष्ट्रका जनशक्ति कस्तो बनाउनु पर्छ? नै सक्षम, प्रतिस्पर्धी र नैतिक रूपले समर्थवान बनाउनु पर्छ। यो कुराहरू सोधिरहेको हुन्छ यसबाट है त। अब हामीले ठ्याक्कै राज्यका नीति पढ्यौँ, राज्यका निर्देशक सिद्धान्त पढ्यौँ, त्यसपछि नागरिकका कर्तव्य पनि पढ्यौँ र मौलिक हक पनि हेरिहाल्यौँ। यतिसम्म केही समस्या छ भने भन्नुहोस् है। छ केही गाह्रो? हुन्छ अनिताजी, त्यो भिडियो त गइहाल्छ हजुरलाई हैन? ल छैन भने भेरी गुड। अब एउटा अझै इम्पोर्टेन्ट कुरा हामी हेरौँ।
विद्यालयमा शिक्षाको संरचनाको कुरा यो पनि एकदमै इम्पोर्टेन्ट छ। म तपाईँलाई इजिली बुझाउँछु, इजिली तपाईँ बुझि पनि हाल्नुहुन्छ होइन। अ, राज्यको नीति पनि यो राज्यका नीति लेखाउनु भन्दा पनि राज्यका नीति त सबै किताबमा दिएकै छ होइन। तपाईँले अब लेखाउँदा मैले केही छैन, तर त्यही तपाईँकै टाइम वेस्ट हुन्छ भनेर मात्रै मैले लेखाएन। किताबमा तपाईँको फर्स्ट युनिटमा सबै यो राज्यका नीतिहरू दिएकै छ। यहाँबाट पढ्ने के भन्ने कुरा मैले मात्रै हेरेँ तपाईँलाई। तपाईँ क्या गर्नु, धारा 51 को जमा है, जमा के छ, नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीति। यसमा जम्मा उपनीति कतिवटा छ भनियो भने, उपनीति उपनीति कतिवटा छ भनियो भने 15वटा। त्यो 15वटा पनि इम्पोर्टेन्ट छैन, त्यो 4वटा 3 4वटा मात्रै इम्पोर्टेन्ट छ। एउटा, राज्यको जनशक्तिलाई कस्तो बनाउने, त सप्र नै बनाउने। पेज यहाँ त गजब छ त, भेरी गुड। पेज 5 र 6मा छ भन्नुहुन्छ आसामी सिंहजीले है। 51को फेरि भनिदिनु सर एकचोटि भन्नुहुन्छ, ल ल ठिक छ। यसमा तपाईँको नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीतिमा रा रा सा अ कृवि प्राणा मैले यो जुन लेखाएको थिएँ नि यहाँ, सूत्र त लेखाइदिएछु। रा रा सा अ कृवि प्राणा स्र सा नया प अ, जम्मा 13वटा नीति छ। यो यो जमा कतिवटा त 15वटा उपनीति छ। बुकमा छैन हो, बुकमा त नहुने कुरै छैन। अब तपाईँ भन्नुहुन्छ भने ठिकै छ, लेख्नु त्यसो भए। त्यही त बुकमा त छ, बुकमा छ, सबैको बुकमा होला, किन नहोला। संविधान भन्ने टपिकमा हेर्नु, संविधान भन्ने टपिकमा हेर्नु, तपाईँको फर्स्टैमा दिएको छ त राज्यका नीति, राज्यका निर्देशक सिद्धान्त। यो कुनै पनि बुक यस्तो छैन। यहाँ छ त शत्रुघ्नजी, पेज नम्बर 8 र 9मा छ है, सबैमा छ। यो नहुने कुरै होइन, तपाईँले खोज्नु भएन होला वा भेटेन होला है। हेर्नु, भेटेन भने मलाई भोलि भन्नु, म लेखाइदिन्छु सबै होइन। मलाई लेखाउनुमा खासै केही छैन, मैले जे पनि लेखाउने नै हो, पढाउने नै हो। तपाईँको टाइम कन्ज्युम हुन्छ भनेर मात्रै हो, दिएकै कुरा किन बेकारमा लेखाउनु होइन। त्यसैले मैले ठ्याक्कै स्लाइड पनि बनाइनँ आज के। अब स्लाइडले युनिट 1 पढ्न गाह्रो हुन्छ तपाईँहरू नि भन्नुहुन्छ, त्यही भएर मैले भने ठिकै छ, अब लेखेरै पठाइदिन्छु। मेरो प्रवेश पत्र देखाइरहे छैन भन्नुहुन्छ सीताजीले, किन होला यस्तो, किन देखाउँदैन तपाईँको? आइएड हुनुहुन्छ तपाईँ? आइएड हुनुहुन्छ सीताजी? आइएड हो तपाईँको, एजुकेसन फिल्ड हो कि अर्को छ? या फेरि तपाईँ माविको लाइसेन्स लिइसक्नुभयो? एजुकेसन हो, ओके। सीताजी तपाईँ बिएड बिएड गरेर माविको लाइसेन्स लिइसक्नुभयो? छैन, त्यसो भए त देखाउनु पर्ने थियो। एक दुईचोटि फेरि खोज्नु, एक दुईचोटि खोज्नु अझै अब होइन, कि केही टेक्निकल फल्ट छ हेर्नु है। ल, यतातिर जाऊ अब, धेरै कुराकानी त भइहाल्यो होइन, यतैतिर जाउँ। शिक्षाको संरचना कम्तीमा तपाईँ हेरिहाल्नु, तब अलिक कम प्रेसर रहन्छ भोलिदेखि। के भन्छ, शिक्षा ऐन 2028 हेरौँला। यो टपिक अलि लामै छ है, शिक्षाको संरचना हेर्नुहोस्। शिक्षाको संरचना हेरौँ, एकदमै इजी तरिकाले तपाईँ हेर्नु बुझिहाल्नुहुन्छ। शिक्षाको संरचनामा के छ, अब शिक्षाको इस्तिहारको कुरा छ।
शिक्षाको इस्तिहार तपाईँ बुझिहाल्नुहुन्छ मैले जे बुझाउन चाहन्छु। शिक्षाको इस्तिहार कहिले त 1996। अब यो पुरै त माघ 8 आयो। माघ 8। त्यसैले हामी पढ्दा के पढ्छौँ? आमाको 96 केजीको हार कति रुपैयाँमा दियो? 343 रुपैयाँमा दियो। बुझ्नुहोस् है। शिक्षाको इस्तिहार 1996 अनुसार शिक्षाको संरचना कस्तो थियो? 3 4 3 थियो। 3 4 3 थियो। अब राशि पयो। राशि पयो राष्ट्रिय शिक्षा पद्धतिको योजना जुन 2028 देखि 2032सम्म चल्यो, यसको पनि शिक्षाको संरचना सेम थियो। त जब सेम थियो भने दुई पटक हामी किन पढ्ने? एकै पटक पढ्दा भइहाल्छ, हैन? त्यसैले शिक्षाको इस्तिहार र राशि पयोको शिक्षाको संरचना 3 + 4 + 3 अर्थात् 343 थियो। तपाईँ के सम्झिनु? 96 केजीको हार, आमाको 96 केजीको हार कति रुपैयाँमा दियो? 343 रुपैयाँमा दियो। अब 96 पछि के आयो? 2011 आयो। यो 2011 को दुईटा छ। 2011 को पूर्व र 2011 को सिफारिस। 2011 को पूर्व र 2011 को पछाडि। यो भनेको नेपाल राष्ट्रिय योजनाको प्रतिवेदन आयोगको प्रतिवेदन तपाईँलाई थाहा छ। अब हेर्नु, 11 पछि के हुन्छ? 55 हुन्छ। 5 + 5 11 पछि 55 यो संरचना थियो। यो 5लाई तपाईँ के गर्नु? 3 + 2 गरेर ब्रेक गरिदिनु। यो 5लाई पनि के गर्नु? 3 + 2 गरेर ब्रेक गरिदिनु। त हेर्नु त, यो 11 पछि 55, यसलाई ब्रेक गर्दा 32 32 भयो। 2011 भन्दा पहिला शिक्षाको संरचना कस्तो? 3 2 3 2। सिफारिस पछि कति? 5 + 5। यो पनि यतिसम्म क्लियर छ। अब हजुरले पढ्नुहुन्छ 2018 को कुराकानी। 2018मा तपाईले ठ्याक्कै सर्वाङ्गीन शिक्षा समिति आएको थियो। यो 2018 हेर्दा हेर्नु, 18 त्रिक 54, तर यहाँ 56 हुन्छ। 18 त्रिक 54 मा 2 जोडियो भने 56 हुन्छ। 18 अनुसार शिक्षाको संरचना कस्तो थियो? तपाईले क्वेसन सोध्यो भने कस्तो थियो त? 5 + 6 थियो। अब मैले एउटा कुराकानी भन्छु तपाईलाई, यो बुझ्नुस्, बुझिहाल्नुहुन्छ। एउटा 5 नामको केटा थियो, अर्को 3 नामको केटा थियो र 2 नामको पनि केटा थियो। 5ले के भन्यो? भाइ म सबभन्दा जेठो छु, म सबभन्दा अगाडि बस्छु बाइकमा, त्यसपछि तिमी बस, त्यसपछि सबभन्दा लास्टवाला बस। सबभन्दा पहिला ड्राइभ के गर्यो? 5ले गर्यो। अब 5 ठुलो हो, उसले केही गर्दैन, ऊ अगाडि नै बस्छ, ड्राइभर उही हुन्छ। 2 वालाले भन्यो भाइ म सानो छु, मलाई डर लाग्यो, मलाई बीचमा बस्न देऊ, होइन भने म खसिहाल्छु। 3ले भन्यो ठिक छ, गर बस। 3 बेचारा पछाडिमा आयो। केही दिन अगाडि, केही बेर चले गुडेपछि 3ले भन्यो होइन म यस्तो काम गर्नेवाला छैन, म बीचमा बसेथे, म बीचैमा बस्छु। अब 2 के गर्यो? बेचारा रिसायो। 2ले भन्यो ठिक छ, तिमीहरू बस, म अर्कै बाइकमा बस्छु आफ्नै साथीसँग। यो कुराकानी के छ? यो 5 3 2। अब 5 3 2 भन्ने बित्तिकै राशि पयो। राष्ट्रिय शिक्षा पद्धतिको योजनाको पूर्व यस्तो संरचना थियो। यो भनेको 2038 सालमा पाठ्यक्रम कार्यान्वयनको योजना आयो। त्यसपछि यो भनेको 2049 सालमा। तपाईलाई क्वेसन सोध्छ +2 को अवधारणा कहिले आयो? त 2049 सालमा आयो। यो +2 को अवधारणा हो नि त। अब ठ्याक्कै 2055 सालको कुराकानी हेरौँ।
2055 साल अनुसार शिक्षाको संरचना कस्तो थियो? तपाईँलाई सोधियो भने 1+5+3+2+2 थियो। बाँकी सबैमा 8+4 छ अहिलेको संरचना। अब राष्ट्रिय पाठ्यक्रम प्रारूप कति? 2076 अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार शिक्षाको संरचना कस्तो छ भन्यो? 1+8+4। यदि 8+4 दिएको छ त त्यही लगाउनु। यदि 1+8+4 दिएको छ त 1+8+4 लगाउनु। यदि दिएको छ भने 1+8+4 बेस्ट हुन्छ। बुझिहाल्नुभयो? यतिसम्म केही समस्या छ? शिक्षाको संरचना यो हो है, सकियो। शिक्षाको संरचना यति छ। केही समस्या छ भने भन्नुहोस् है। छ केही समस्या? ल, छैन भने अब 9 4 दिएमा के लगाउने? यसमा यस्तो छ, 9 4 त तपाईँलाई दिँदैन। दिने भनेको तपाईँको एन अनुसार। यदि एन अनुसार तोकेर दियो भने 9+4 हुन्छ, होइन? यदि एन अनुसार, एन भन्नाले के? 2028 को शिक्षा एन। शिक्षा एन फेरि यो योजनावाला र यो शिक्षा ऐन फरक हो है। एनमा अहिले छैन, त्यसैले मैले यो कुरा गरिनँ। एन अनुसार भनियो भने तपाईँलाई 9+4 ठिक छ। तर राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार भनियो भने यो ठिक छ है, र यो छैन भने यो ठिक छ। यो दुवै मध्ये कुन बेस्ट? त यो बेस्ट। रविजी भनिदिए मैले, बुझ्नुभयो? हस् ल, आज यति गरौ। अब यहाँबाट भोलि कन्टिन्यू गरौँला ल। यसैमा टाइम लाग्छ तपाईँ, 1 2 दिन 3 दिन जति दिन लाग्छ। 8 4 चतुरञ्जी 8 4। 8 4 पनि यदि 1+8+4 छ भने 1+8+4 लगाउनु, होइन सिधा 8+4 छ भने त्यो लगाउनु है त। एन अनुसार भन्यो भने शिक्षा ऐन 2028 अनुसार 9+4 लगाउनु। 4 वर्ष माध्यमिक शिक्षा, त्यसपछि 8 वर्षको आधारभूत शिक्षा। ओके।